जय मसीह सबैजनालाई परमेश्वर नामको महिमा भएको होस्। मैले रातको समयमा हजुरलाई फेरि पनि एउटा वचन लिएर तपाईको सामुन्ने अगाडि आएको छु। म यूहन्नाको किताब पहिलो अध्याय हामी 11 र 12 वचन हामी पढ्ने छौं। यसमा लेखिएको छ, उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमा माथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो भनेर लेखिएको छ। परमेश्वर नामको महिमा भएको होस्। येशू मसीह आफ्ना जनहरूलाई भएको ठाउँमा आउनुभयो। येशू मसीहले भन्नुभएको छ कि म हराएकालाई खोज्न आएको हुँ भनेर भन्नुभएको छ र येशू मसीह आफ्ना जनहरूको बीचमा आउनुभयो, तर उनीहरूले उहाँलाई चिनेनन्। तर जतिले उहाँलाई चिने उनीहरूलाई परमेश्वरले के हुने अधिकार दिनुभयो त? परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो भनेर लेखिएको छ। र अहिले जतिजनाले प्रभु येशू मसीहलाई चिन्नुहुन्छ उहाँहरूलाई हरेक व्यक्तिलाई प्रभुले के गर्नुहुन्छ त? आफ्नो सन्तान हुने अधिकार दिनुहुन्छ, परमेश्वरको सन्तान हुने अधिकार। यसैले धरतीमा रहने हरेक मानिसहरूले प्रभुलाई चिन्न जरुरी छ, प्रभुलाई जान्न जरुरी छ, उहाँ येशू मसीहमा विश्वास गर्न जरुरी छ, ताकि परमेश्वरले हरेक व्यक्तिलाई, उहाँ चिन्ने व्यक्तिलाई, उहाँलाई ग्रहण गर्ने व्यक्तिलाई, हरेक व्यक्तिलाई प्रभुले के गर्नुहुन्छ त? आफ्नो सन्तान हुने अधिकार दिनुहुन्छ। जसले उहाँलाई ग्रहण गर्दैन, उहाँलाई विश्वास गर्दैन, उहाँलाई उस व्यक्तिलाई प्रभुले के गर्नुहुन्न त? सन्तान हुने अधिकार दिनुहुन्न। त्यसो भएर परमेश्वर सन्तान हुनको लागि येशू मसीहलाई चिन्न, उहाँलाई जान्न जरुरी छ। त्यो भएर हामी हरेक व्यक्तिले प्रभु येशू मसीहको नै मेरो उद्धारकर्ता प्रभु भनेर विश्वास गर्न जरुरी छ। उहाँलाई परमेश्वरका ले येशू मसीह हामी मानिसहरूको लागि आउनुभएको हो, हाम्रो लागि मर्नुभएको हो र मलाई पापदेखि छुटाउनको लागि फेरि पनि जिउँदो भएर आउनुभएको छ। हामी उहाँमाथि विश्वास गर्ने हरेक व्यक्ति नाश हुने छैनौँ भनेर हामी जब विश्वास गर्छौँ तब परमेश्वरले हामीलाई के गर्नुहुन्छ त? परमप्रभुको सन्तान हुने अधिकार दिनुहुन्छ। जय मसीह फेरि पनि।